नमस्ते, म असीम जङ्कार्की। म नेपाली फुटबलको लागि लामो समय समर्पित गरेको एक खेलाडी हुँ। अहिले म नेपालबाट धेरै टाढा छु, युरोपमा छु, तर मेरो मन, मेरो भावना, मेरो आत्मा नेपाली फुटबलसँगै छ। मेरो फुटबल यात्रा एन्फा एकाडेमीबाट सुरु भयो, जुन अखिल नेपाल फुटबल सङ्घ एन्फाद्वारा सञ्चालित छ। भाग्यले मलाई एउटा यस्तो अवसर दियो जहाँ मैले अन्डर 13, अन्डर 16, अन्डर 19, अन्डर 23 हुँदै नेपाली राष्ट्रिय टिमसम्मको यात्रा तय गर्न सकेँ। एक युवाको रूपमा आफ्नो देशको प्रतिनिधित्व गर्नु मेरो लागि सौभाग्य थियो। म बोइज युनियन क्लब, न्युरो टिम एनआरटी र 3 स्टार क्लबबाट खेलेँ। दशरथ रङ्गशालादेखि नेपालभरका विभिन्न स्टेडियमहरूमा खेलको अनुभव अविस्मरणीय छ। ती दिनहरू, ती खेलहरू, ती क्षणहरू सबै अझै मेरो हृदयमा जिउँदो छ। भौगोलिक रूपमा म नेपालबाट टाढा छु, तर मेरो हृदय, मेरो भावना नेपाली फुटबलसँग जडित छ। नेपालको माटोको सुगन्ध, मैदानको रोमाञ्चक, समर्थकहरूको माया र सपोर्ट, यी सबै म कहिले भुल्न सक्दिनँ। तर आज जब म नेपाली फुटबलको अवस्थालाई हेर्छु, मेरो मन दुख्छ। खेलाडी मैदानमा सङ्घर्ष गरिरहेका छन्, समर्थकहरू आशावादी छन्, तर व्यवस्थापन सही दिशामा छैन। फुटबलमा प्रगति हुनुको साटो राजनीतिक चलखेल र अस्थिरताले नेपाली फुटबललाई पछाडि धकेलिरहेको छ। एक समय थियो जब म मैदानमा जर्सी लगाएर गर्वका साथ फुटबल खेल्थेँ। आज म मैदानमा छैन, तर मेरो आवाज अझ बुलन्द छ। म सामाजिक सञ्जालहरूमा नेपाली फुटबलको सुधारका लागि कुरा गर्ने गर्दछु। म विश्वास गर्छु परिवर्तन सम्भव छ। अब यही यात्रालाई निरन्तरता दिँदै म नेपाली फुटबलको सुधारका लागि विभिन्न विषयमा छलफल गर्नेछु। युवा खेलाडीहरूलाई प्रेरित गर्नेछु र फुटबल समर्थकहरूलाई सही जानकारी दिनेछु। मेरो नाम असीम जङ्कार्की हो। म एक फुटबल खेलाडी थिएँ। अहिले म नेपाली फुटबलको आवाज उठाउने व्यक्ति हुँ। म मैदानमा खेल्दा पनि, भिडियोमा बोल्दा पनि मेरो एउटै उद्देश्य छ, नेपाली फुटबललाई माथि उठाउनु। नेपाली फुटबलको भविष्यका लागि, हाम्रा खेलाडीहरूका उज्जवल यात्राको लागि तपाईहरूको समर्थन आवश्यक छ। मेरो कार्यक्रम हेर्न नबिर्सनुहोला। हामी सँगै परिवर्तन ल्याउन सक्छौँ। नेपालमा फुटबलको सुनौलो भोलि ल्याउन सकिन्छ। फेरि भेटौँला। धन्यवाद। नमस्ते।